मगर समुदायको आफ्नै सुन्दर भाषा छ जसलाई मगर ढुट भनिन्छ। आज हामी मगर ढुट भाषाका केही सरल वाक्य सिक्नेछौँ। बाबालाई बुई, आमालाई मुई, दाजुलाई दाजै, दिदीलाई डोई, बहिनीलाई नानी, भाइलाई भोया, ठुलो बुबालाई मिझा बोई, ठुलो आमालाई मिझा मोई, फुपूलाई निनी, फुपालाई निबा वा पुसै, श्रीमानलाई लेन्जा, श्रीमतीलाई मास्टु वा महाजा, छोरालाई लेन्जा मिजा, छोरीलाई मास्टु मिजा। यसरी एक एक शब्द सिक्दै जाँदा हामी हाम्रो मगर भाषाको मिठास पुनः महसुस गर्न सक्छौं। हाम्रो भविष्यका पुस्ताहरूले पनि यो भाषामा बोलुन्। यही हाम्रो गर्व हो, यही हाम्रो सम्पदा हो। अर्को भागमा हामी अझ नयाँ शब्द र रमाइला वाक्यहरू सिक्नेछौं। त्यससम्मका लागि जिलौ, धन्यवाद।